नमस्कार सबैजनामा। आज चाहिँ हामी पिकनिक गएको यो गोकर्णको रिसोर्ट भन्दा अलि तल। त्यो पनि रिसोर्ट हो, नाम चाहिँ मैले भुलेँ हैन। यहाँ चाहिँ विभिन्न किसिमका फोटोसोटो खिच्ने ठाउँहरू एकदम राम्रो राम्रो छन् के। चिटबाट चाहिँ निगालो घारीहरू हैन, एकदमै बबाल छ। अनि यसले एउटा टिकटक सिकटक पनि हान्ने कि ट्याक्क लाएर। अनि बहुत रमाइलो, लास्टै रमाइलो भइरहेको थियो। अनि बिचमा नाच्ने गाउने यस्तै कार्यक्रमहरू पनि थियो। अनि हामी धेरैजना लगभग 200-300 जना जति नै थियो। अनि यहाँ चाहिँ बहिनीहरू तास खेलेर रमाइलो गरिरहेछन्। तास भनेपछि हुरुक्क हुने, एक बुक तास किनेर ल्याइदिएको खेलेर बसेका छन्। सबजना तास खेल्ने। रक्सी खुलेको थिएन त्यतिखेर, मासु खुलेको थिएन। अनि एकछिन के फोटोसोटो खिचेर थाकेर चाहिँ हामी सबजना तास खेलेर बसियो। सबजना जुहारे केटाकेटीहरू। अनि 5 रुपियाँ बोट, फेरि धेरै पनि होइन, जुटपत्ती खेलिरहेछन् यिनीहरू। रमाइलो गरिरहेछन् सबजना, टुङ टुङ डिस गर्दै। त्यस पछाडि एकछिन तास खेलेर म चाहिँ फेरि यतिखेर चाहिँ बियर खुलिसकेको थियो। अनि 1-2 गिलास बियर हान्दै थिएँ कि ट्याक्क लाएर 1-2 गिलास बियर हान्दिएको। के कुरा गर्ने रु, फेरि बियर लाएर मान्छेहरू नाचेका छन् त्यता, पाराक र पुरुक फाराक र फुरुक होइन, किसिम भइरहेको थियो। अनि छेउमा गएर यसो अलिअलि नाचेको भिडियो सिडियो नि खिचेँ। अब भिडियो हाल्यो, गीत हाल्यो अनि कपिराइट लागिहाल्ने। अनि कपिराइट चाहिँ लागेन। त्यस पछाडि मलाई पनि अलिअलि लाग्यो। अनि म पनि यसो फोटो खिच्दै नाच्नु जाँदै गरेँ। खाँदै नाच्दै लगभग ट्याङ्कर जस्तै भइएछ कि अब खाएकै नाचेकै किसिम बबाल तरिकाले नाच्यो। अनि यतापट्टि मान्छेहरू यति नाचे कि म चाहिँ ऊ लागेर सुसिलो पारी हिँडेको छु कि। फेरि सुसिलो नि नबज्ने सुसिलो कि, फिउ पारिदिउँ भनेको बज्दै बजेन। अनि बहिनीहरू चाहिँ यतातिर नाच्ने। यो चाहिँ हाम्रो रोशन सर हो। जाँड लगाएर ऊ पनि पुरै रेल परिरहेको थियो। एकछिन मजाले नाच्यो। अनि त्यस पछाडि फेरि खानु जाने, फेरि नाच्नु आउनु लागेर हेर त हल्लिएर। श्रेष्ठ त बवालै भएछ नि, उल्का भएछ, हाइ गर्ने कराउने। अब त्यही त हो। खोकी पनि लागिरहेछ आज चाहिँ। अनि मैले चाहिँ साउन्ड म्युट गरेको हो, किनभने साउन्ड हालेको भिडियोहरू गीत सित हालेको त अब युट्युबमा हाल्यो भनेदेखि त पुरा कपिराइट लगाएर धेरै भिडियो फाल्नु पऱ्यो कि। अनि त्यहाँबाट हाल्नु पनि छोडेको। यहाँ चाहिँ जोडीहरू हेर कस्तो मजाले नाचिरहेछन्। अब तपाईँहरू पनि यस्तै जोडी तरिकाले नाच्नु। आफू त टुवा पर्ने हेर्ने कि, यसो रमित हेर्ने। अब केटाकेटीहरू एकदम उफ्रिन्छ, जोडी उफ्रिया छन्। अब हामी चाहिँ रमित हेर्ने बस्ने। तर मोज चाहिँ हुने रहेछ है पिकनिक सिक्नुमा पनि यता सबजना होइन। यस्तै छ अब स्थिति। खाएपछि अलिक बब्बालै हुनुपर्ने हामीलाई पनि, त्यही भएर बबाल गरियो नाच्नु त किसिम। तर म भिडियो चाहिँ राम्रो खिच्नु जानिनँ छ। अलिकति जाँड खाएको तालमा पनि परेँ, त्यही भएर पनि होला। अब भिडियो पनि धेरै लामो नि खिचेन, मैले अलिअलि मात्रै खिचेको थियो। त्यही भएर फोटोहरू अलिअलि खिचेँ। अनि भिडियो त्यति धेरै भिडियो खिच्नु मन पनि लागेन। अनि अब खाइपीतिरै मस्त भइयो। नाच्नु खाइपी गर्ने, कहिले इन्जोय गर्नुपर्छ कि। सधैँ काम भनेर पनि नहुने। अनि इन्जोय गर्ने, नाच्ने, कराउने, गीत गाउने होइन। यस्तै त भन्यो। हेर जाँड खाएर जिब्रो निकालेर
म पनि उल्कै लागेको छ कि रक्सी बेलुका आउने बेला त गाडी नै देख्दैन यार गाडीमा झ्याप्रै केटाकेटीहरूले धन्न फोटो चाहिँ खिचेको छ मेरो यति रमाइलो भएको थियो कि अब कुरो गरी साध्य छैन यो रमाइलोको होइन फेरि अर्को वर्ष बाँचेछ भने फेरि जाउँला अहिलेलाई चाहिँ अब हामी छुट्टिनु पर्छ होला है त सबैजनालाई भिडियो हेरिदिनु होला नमस्कार।